सबै पितृहरूको जय होस्। कस्तरी हेरेको त्यो उसले यत्रो सिङ रहेछ फेरि त्यसको। हामी यसैमा जाँदैछौँ। साना साना भयो अघि त यत्रा पर्दैछ यत्रा। हेलो एन्ड गुड मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो कहाँसम्मको यात्रा मम्मी? आज देवघाट अनि त्यसपछि मुक्तिनाथसम्मको हाम्रो यात्रा। सो इन्जोय आवर भ्लग। अनि आज चाहिँ आमाको मुख हेर्ने दिन पनि मम्मीको मुख पनि हेरेँ। झोला हामीहरू रेडी भइसकेको छ अनि गाडी पनि अगाडि आइसक्यो। अनि अहिले चाहिँ 3:30 भयो अनि हामी 3:30मा हिँड्दैछौँ। भइसक्यो सबै थोक रेडी हुन्छ। अनि भेटौँला बाटोमा। गाडी चढिसक्यौँ अनि हामी जाँदैछौँ। अनि शिवकरण र अर्को भाइ चाहिँ पछाडि गएर बसिरहेको छ। उनीहरूको आफ्नै ध्यान छ मोबाइलमा। अनि अब हामी अझै जाँदैछौँ। कहिले पुग्ने अब 2 घन्टामा चाहिँ हेटौँडा पुगिन्छ कि भन्ने छ। पुगिन्छ होला। अनि चाहिँ अहिले हेटौँडा आइपुग्यौँ। अब हेटौँडादेखि चितवनसम्म फेरि जानुपर्ने छ। आज एक दिनमै थाकिने भयो। गाडीमा हिँड्दा पनि के गर्नु अब 5 दिनको यात्रा। त्यो पनि अब होला छिटै भन्ने चितवन आइपुगिसक्यो। अनि चितवन आएर चाहिँ हामीलाई यहाँनिर ग्यास र चुलो एकै ठाउँमा हुनेवाला हुन्छ नि हो त्योवाला किन्ने भनेको कहीँ भेटिएन। उतैदेखि ल्याएको थिएनौँ क्या किन्ने भनेर सानो खाले। अनि यस्तो गर्मी छैन। अनि चिसो खोइ अनि चिसो किनेको छौँ। अनि अब सबजना चिसो एकदम हाम्रो फ्रेन्डली गुरुजी हुनुहुन्छ। एकदम फ्रेन्डली। खै दाइ हेलो भनिदिनु। अनि अब हामी फेरि जाँदैछौँ। दिदी अघि आइसक्नु भएको छ देवघाट। अनि पर्खिरहनु भएको छ। अनि अब हामी लाग्छ होला 1-1.5 घन्टा अझै। गर्मी चाहिँ यस्तो गर्मी छैन। त्यहीमाथि मैले कालो लुगा लाएर आएको। जिउ खाँदैछौँ किनकि लास्ट गर्मी भएको छ। आज अब देवघाट नगइकन अरू केही नखाने भन्यो भने हामी चाहिँ डिउ खाँदैछौँ। डिउ अनि हाम्रो ड्राइभर दाइलाई चाहिँ अघि मौरीले टोक्यो। अनि बिचरा खिल्ली निकालेर बल्ल बाटोमा हिँड्दा जे हुन्छ। पैसा कहिले काहीँ आँखामा पर्दिन्छ के पर्दिन्छ। सबको डिउ देखाउने ल मम्मी लागु भागु भएको निकालेर दाइ होइन हाई नै हो। अनि अब हामी हिँड्दैछौँ। यहाँ देवघाटमा आएर दिदीलाई भेटिसक्यौँ। दुःख कष्ट गर्दै देवघाट धाममा आइपुग्यो। सबै हाम्रा कुल पितृ सबै उद्धार हुन् राम्रो होस् भनेर एउटा धार्मिक आस्था बोकेर आएका छौँ देवघाट धाममा। सबै पितृहरूको जय होस्। पितृहरूको जय होस्। देवघाट धाम।
छिटो छिटो हामी चाहिँ ओइ कस्तो कस्तरी हेरेको त्यो उसले यत्रो सिङ रहेछ फेरि त्यसको हामीले चाहिँ यहाँ देवघाटमा हाम्रो काम सकायो अरे अनि हामी फर्किँदैछौँ फेरि तर यहाँबाट पो फोटो खिच्दा एउटा पनि है यहाँ हावा हुरी फेरि यस्तो आएको छैन राम राम यो देवघाट चाहिँ अब पसिनै पसिना सब्जी निम्की र सब्जी ओकाएर टाढाको त्यो छैन सम्झेर पिरो पिरो खानु हुँदैन अनि हामीले चाहिँ जेरी समोसा अनि तरकारी मगाएको छौँ अनि दही र जेरी अनि सब्जी र समोसा खान खोज्दैछौँ हामी तर गर्मीले चाहिँ लाग्छ हामीले चाहिँ अनि अब देवघाटका यहाँ कामहरू सकाएर फेरि हामी हिँड्दैछौँ हाम्रो दिदीलाई साथमा लिएर होइन त दिदी फेरि हाम्रो दिदीलाई साथमा लिएर अघि दिदी हुनु न थियो दिदी अहिले आउनुभयो अनि अब हामी सबैजना जाँदैछौँ रमाइलो गर्दै गर्मी चाहिँ लास्ट भइरहेछ अनि दाइहरूको गाडीमा एसीको सुविधा छ त्यही भएर हामी एसीमा जाँदैछौँ यो त घुमेन त अहिले फेरि असिना पर्दैछ हाम्रो बाटोभरि अहिले त अलिक साना साना भयो अघि त यत्र यत्र पर्दैछ यत्र बाटै पानी परेर असिना आएर हामी चाहिँ पोखरा आइपुग्यौँ दिदीको घरमा बस्नको लागि अनि गाडी त्यहाँनिर पार्क गरेर राख्नु भएको छ म चाहिँ टाउको दुखेर लास्टबाट लगाइरहेको छु सो आजको लागि यति नै थियो गाइज मुस्ताङसम्मको यात्रामा फेरि साथ दिनु होला दोस्रो दिन आज पहिलो दिन थियो सो सबैलाई गुड नाइट बाई नमस्ते